केले शरीर तताउने होला। ल हेर्नुहोस् त दर्शकबिन, हेर्नुहोस् न कस्तो पानी परेको के बिहान बिहानै है, पानी परेर ओ माइ गड कस्तो पानी परेको के पुरै चाहिँ छचल्काउँदै यहाँ छ। यो मलेसियामा त्यो पानी चाहिँ पर्ने नै हो कि मान्नुपर्छ, बब्बल पानी पर्ने के। आचिको भिजायो, छाता ओढेको पनि कामै लागेन है, यस्तो पानी परेको। हेर्नु न पुरै पानी परेर कति गाह्रो भइरहेको। यो गाडी यता आएन फेरि सबै पानी उछिटेर ल्याउँछ। ओह माइ गड, हेर्नुहोस् है मित्रहरू, पानी परेको मलेसियामा पानी चाहिँ पर्ने हो है। म चाहिँ ड्युटी अफ भएर फर्किँदै गरेको थिएँ, कस्तो पानी परेर छाता उडेको। यो छाताले पनि काम गरेन हो, ठुलो छाताले पनि काम गरेन, पुरै भिजाइदियो, कपडा सब झोलाहरू सब भिजाइदियो माइल। र कस्तो जाडो भयो बुइ। अलि माथि आउनु पर्यो, यहाँ त अहिले गाडीको पुरै पानीले। ल हेर्नुहोस् त कस्तो पानी परेको है, राम्रो जस रमाइलो लाग्छ। पानी परेको मनपर्छ, तर जाडो भएको छ आज त। ओ माइ गड, ल हेर्नुहोस् त कस्तो पानी परिरहेको छ नि, पुरै भिज्यो। आज त शरीर तताउनु पर्ने हो त हो, केले शरीर तताउने होला। हेर्नुहोस् त हावाले लागि उडाउँछ। ओहो कस्तो उडाएको हावाले पनि। सबै मान्छेहरू पुरै आफ्नो आफ्नो गन्तव्यमा आफ्नो आफ्नो ड्युटी पुरा गर्नु छ, दौडेको छन् है। ओ पर बिचरा एकजना चेली पनि दौडिरहेछन्, कहाँको चेली हुन्, जहाँको भए पनि उनी पनि भित्रै दौडिरहेछन्। अब के गर्नु, यहाँ कसैले केही गर्न सक्ने होला छैन, पानी परेको छ मर्ने गरी है। ओहो ल हेर्नुहोस् त माइ ल, एकछिन भए पनि भिज्दै भए पनि है रमाइलो भयो। पुरै गाडी नै भिज्ने गरेको। सब आफ्नो आफ्नो ड्युटी हिँडेको हेर्नु न, पानी भरेन भयो त होइन, पानी होस् कि घाम होस् कि जे होस्, आफ्नो समयलाई त फलो गर्नै पर्यो। फेरि काटिदिन्छ पैसा त है, मिनेटको हिसाब गर्छन् है यहाँ त। ओहो त्यही भएर सब हतारमा छन्, गाडीमा हिँड्नु त के भयो र, गाडीले कुदाइहाल्छ भित्र बस्छ मजाले। हामी जस्तो यात्रीहरूलाई पो गाह्रो भयो त यसरी पानी पऱ्यो भने त। बाबा अब दिनदिनै पानी पर्छ है फेरि। हो कहाँ होला भन्नुहुन्छ होला, यो मलेसियाको क्वालालम्पुर है हजुर, मलेसियाको क्वालालम्पुरको एउटा व्यस्त बजार। अच्छी जाडो पनि।